Hello everyone, namaste and welcome back to my channel after so long time. So happy Tiar भन्न चाहन्छु सबैजनालाई अनि हिजो चाहिँ लक्ष्मी पूजा थियो सो आज चाहिँ खै गाई गोरु तिहार के समथिङ के छ मलाई याद पनि गरेको छैन सो अहिले चाहिँ म एकछिन बाहिर हावा खान जान लागेको त्यही हो के तिहार हो गोरु तिहार हो आई एम नट स्योर चाहिँ हाम्रो रङ्गोली सो म चाहिँ जाँदैछु तलतिर हावा खान आइरहेको छ क्यामेरा सो मसँग चाहिँ यहाँ हुनुहुन्छ हामी चाहिँ आज त्यत्तिकै डुल्दै डुल्दै हिँडेको खानासाना खाजा खाएर अहिले चाहिँ हामी यतिकै डुल्न हिँडेको बुढाबुढी टक्क लाएर साथीभाइहरूलाई आबुधाबी देखाइदिउँ अहिले चाहिँ हामी आबुधाबीको मेन सिटीको भित्र गल्लीबाट हिँड्दैछौँ हेलो गाडी आउँदैछ अनि हिजो चाहिँ लक्ष्मी पूजा थियो सबैजनाले लक्ष्मी पूजा मजाले मनाउनु भयो होला हामीले पनि मजाले नै पूजा गऱ्यौँ मनायौँ त्यही हो तपाईँ ल्याउनु भएन घरबाट चाहिँ कल्ली कल्ली हिँड्दैछौँ होइन यो पछाडि देखेको चाहिँ ग्रिन हाउस हो आबुधाबीको फेमस सुपर मार्केट होइन दाइ सो यो ग्रिन हाउस पछि ठ्याक्क रेड ट्याग पछि वेयरमार्ट पछि चाहिँ गिफ्टल्यान्ड त्यो सबै चाहिँ सुपर मार्केटहरू हो लाइक यहाँ चाहिँ एकदमै चिप सामानहरू पाउँछ क्या अन्तभन्दा लुलुहरू भन्दा चाहिँ त्यही हो है टक्क हामी चाहिँ खानासाना आज हाम्रो अफ थियो हिजो आज हाम्रो अफ थियो अनि अफमा हामी चाहिँ प्रायः जस्तो अलिक ढिलै उठ्छौँ नि त सो हामीले चाहिँ खाना खाएर चाहिँ यसो डुलौँ न भन्ने त भयो त्यस्तै छ आबुधाबी म अब चाहिँ म ब्याकतिर देखाउनु पर्यो ब्याक साइडतिर त्यही यो हामी अर्कै आयौँ नि अर्कै सिग्नल अर्कै स्ट्रिटमा आयौँ नि हामी चाहिँ यो स्ट्रिटमा बस्दैनौँ हामी चाहिँ अन्त नेक्स्ट स्ट्रिटमा बस्छौँ यो चाहिँ अर्को स्ट्रिट हो यो चाहिँ हमदान स्ट्रिट यो हो गिफ्टल्यान्ड सुपर मार्केट के भन्छ होला सुपर मार्केट हो नि दादा त्यही हो सो हामी चाहिँ अहिले कर्निस बिच गएको अनि त्यही हो धेरै रुममा बस्दा उयो हुन्छ भनेर डुल्न हिँडेको इभिनिङ वक गर्न हिँडेको हामी दुईजना चाहिँ हेर न बिल्डिङहरू यतिखेर चाहिँ अहिले चाहिँ खासै गर्मी छैन स्टार्ट के अरे अब विन्टर स्टार्टिङ हुँदैछ नि त स्टार्ट भइसक्यो भनौँ खासै गर्मी नै छैन मैले यस्तै स्वेटर लगाएर छ है शीतल छ शीतल कस्तो मिठो हावा आएर छ सो अहिले चाहिँ हामी सिटीदेखि अलिकति यता के भन्छ होला है भनिदिनु न हन्दान कटेको कर्निस र हन्दानको बिच कर्निस हम्दान कटेपछि चाहिँ कर्निस आउँछ त्यही हो
अनि क्या अनि अब म मेरो स्टोरी सुनाउँछु ल साथीभाइहरूलाई गाइजहरूलाई सो म फर्स्टचोटि आउँदाखेरि चाहिँ नि अबुधाबी आउँदाखेरि अनि अब म त भिजी भिसामा आएको हो नि त अनि सबैजना काममा जानुहुन्थ्यो अनि म चाहिँ एक्लै हुन्थेँ क्या अन्त मलाई मतलब कस्तो अब के गर्ने अब भिजी भिसामा आएको त्यही त हो सुरुमा आउँदाखेरि अब काम पनि पाएको हुँदैन नि त अनि म चाहिँ यो कर्निस चाहिँ मलाई यो बाटो म चाहिँ कहिले बाटो बिर्सिदिनँ क्या जतिचोटि गए पनि अनि म यो कर्निस चाहिँ एक्लै जान्थेँ क्या कर्निस एक्लै हिँड्थेँ म यहाँ यो बाटो चाहिँ यत्तिकै अब हुन्छ नि साथीहरू पनि थिएन अब त्यही अब भाइ दाइ त्यही है अनि यो बाटो चाहिँ यो बाटो चाहिँ मलाई एकदम मेमोरेबल छ लाइक म एक्लै हिँड्थेँ क्या किनभने यहाँनिर हाम्रो यो युए चाहिँ एकदमै सेफ छ क्या अब जसको लागि पनि झन् गर्ल्सहरूको लागि त एकदमै सेफेस्ट कन्ट्री हो क्या स्पेसली अबुधाबी नट ओन्ली फर गर्ल्स एभ्री वान होइन कस्तो क्या सेफेस्ट कन्ट्री नै भन्छु म चाहिँ अनि कसैलाई कसैको उयो नै हुँदैन कस्तो रेस्पेक्ट हुन्छ क्या यहाँनिर चाहिँ त्यस्तो अब बिग्रिने माथिको त बिग्रिने हुन्छ आफ्नो उयो हुन्छ लाइक इन माई भ्यू होइन मेरो पोइन्टमा चाहिँ अनि म यो बाटो जान्थेँ है अनि यहाँनिर पछाडि चाहिँ यहाँनिर उयो छ टम्पा सी फुड रेस्टुरेन्ट हो यो चाहिँ यस्तो भिड हुन्छ है अनि म यस्तो सोच्थेँ कि अनि मलाई के अब त्यही त हो अब फर्स्ट आउनेहरूलाई त अब काम जब हुँदैन नि त अनि जब यहाँनिर जब यहाँ पाए नि हुन्थ्यो अनि यहाँनिर कत्रो उयो छ नि त रेस्टुरेन्ट होटलहरू छ क्या यहाँनिर 5 स्टारहरू अनि यहाँनिर जब अब हुन्छ नि त अब मनमा लागेको कुरा मैले सेयर गरेको क्या साथीभाइहरूसँग अनि त्यसपछि केही पाएँ यहाँनिर काम पाए हुन्थ्यो यहाँनिर सोच्दै हिँड्थेँ क्या अनि इन्स्टाग्राममा सर्च गर्थेँ क्या म त्यो यो ठाउँको उयोहरू नामहरू अनि त्यसपछि इन्स्टाग्राममा अनि हेर्थेँ त्यसरी नै क्या सो यहाँनिर पसल छ पानी लिन जानुभएको छ त्यही हो होइन त्यस्तै नै अनि गाडी करायो यो चाहिँ कर्निस जाने रोड यहाँदेखि सिधा उता चाहिँ सो हामी हिँड्दै यहाँ आइपुगिसक्यौँ यहाँ होइन पछाडिको बिल्डिङहरू यो देखेछ नि यो रोयल मेड्रिड रेस्टुरेन्ट हो कि 5 स्टार हो प्रोनाउन्स गर्दा एकपल्ट फेरि रोयल मेरिडियन क्या अन्त होइन मैले के अरे यो यहाँको यो रेस्टुरेन्टहरू इन्स्टाग्राममा मैले उयो गर्थेँ क्या फलो गर्थेँ अनि त्यहाँबाट मैले फलोअप गर्थेँ नि त्यही लाइक एज अ भ्याकेन्सी छ छैन भनेर क्या त्यो त्यतिखेर अन्त अनि त्यसरी नै अनि मैले फेरि अन्त त्यसरी नै जब पायो है स्ट्रगल हुन्छ लाइफमा हेर्नु कस्तो राम्रो त यो बिल्डिङहरू कस्तो मनपर्छ मलाई अब चाहिँ हामी आइसक्यौँ कर्निस प्रायः चाहिँ यहाँनिर मान्छेहरू चाहिँ के गर्न आउँछ भने यसो कुद्न हिँड्न डुल्न हावा खान किनभने उता चाहिँ अब सिटी भइहाल्यो यहाँ चाहिँ एकदमै ग्रिनेरी छ क्या रुखहरू छ घाँसहरू पार्कपट्टि पछाडि समुद्र सिसो छ त्यही पार्क छ पार्कपट्टि पछि चाहिँ समुद्रहरू छ सीहरू छ देखिहाल्छ त नि के हो अन्त म धेरै पछि भ्लग गर्न थालेको कि के कस्तो भयो ल साथीभाइहरू होइन कुद्ने होला नि त 1 2 3 मलाई मेरो बुढाले कुद्नु भनेको है म कुदेको है अबुधाबी हो अबुधाबी सो गाइज यही हो पार्क यो पार्कको नाम चाहिँ के हो के पार्क फर्मल पार्क हो कि के पार्क हो यो चाहिँ गाइज
सक्नुहुन्छ डेस्कको नोट के अरे रुख के यसलाई के भन्छ नेपालीमा खजुर खजुरको बोट यो बोट बकैनाको बोट हो क्या के अरे होइन त बकैनाको बोट बकैनाको बोट अनि यस्तो छ यहाँनिर पराउँदैछ अझै म तपाईँहरूलाई देखाउँदै गर्छु पछाडिको नजाराहरूमा चाहिँ अरू के छ त पार्कमा चाहिँ के पाउँछ गाडी आयो नि त नजाराहरू भनेको यहाँ गजब छ यहाँबाट दामी देख्छ के अरे हाम्रो नेपालमा चाहिँ हामी बिरालोलाई उयो गर्छौँ नि होइन लाइक एज अ नराम्रै भनेर सोच्छौँ नि त तर यहाँनिर चाहिँ हुँदैन हेर्नु न जताततै बिरालो क्याट हुन्छ क्या जस्तो कतै पो त अनि होइन अनि यहाँको मान्छेहरूले चाहिँ बिरालोलाई कस्तो माया गरिरहन्छ खानाहरू फिड गराउँछ पैसा तिरेर राम्रो छ अनि हो कसैको होइन सरकारी हो यो सरकारी जसले पनि कुदाउनु मिल्छ कोइन हालेरै के गरेर हुन्छ यसको सिस्टम ए हो र मलाई थाहा छैन ल यता आऊ यता भिडियो राम्रै गरिदिँदै हुन्छ नि यो चाहिँ टोइलेटहरू टोइलेट यहाँ ग्रिलहरू हुन्छ मान्छेहरू आफ्नो धुनमा हुनुहुन्छ है मेरो कति नेपाली पाइन्छ नि है पार्क हो यताको यहाँ चढेपछि मान्छेहरू आफ्नो तरिकामा बिजी छन् पर WTC बिल्डिङ त्यही हो यो वासरुम हो यो अगाडिको यी मान्छेहरू रिक्रिएसनल एरिया हो त्यो तरिकाले बुझौँ उहाँ ग्रिल हुँदैछ टट पाइप पोल्दैछन् है नेपाली जस्तो लाग्यो वाट एल्स ल यतै कुद्ने हो धारा मेरो बुढा पनि भ्लगरै हो नि त फेरि साथीभाइ म त भ्लगर होइन है हो है ल यता खोइ के त्यो बयर हो बयर त के हुन्थ्यो यही अब छुट्टीको बेलामा कहिलेकाहीँ अब यो रिक्रिएसनल एरियाहरू फन यो पार्कहरू यो है यहाँ आएर यसो अलिकति यसमा भएको ग्रिनरीहरू लाइक फ्रेस हुने ठाउँ हो मन लाग्छ यसरी रिफ्रेस हुनलाई मान्छेहरू आउँछ यो यसलाई के पो भन्छ मैले बिर्सेँ होइन यो पनि एउटा अजुबै हो यहाँको चाहिँ स्पेसली अब म यहाँभित्रको अब अमेजिङ एरिया म देखाउने छु यहाँभित्र चाहिँ भनेको लाइक काइन्ड अफ अलिकति प्राइभेसी काइन्ड अफ लाइक मेन्टेन गर्नु खोज्यो होला के होला त बट अमेजिङ प्लेस उता घामको रिफ्लेक्सनले गरेर सहर दामी देखिएको छ यस्तो छ अमेजिङ यता अझ उहाँको चमक के भन्छु अब भ्याक्सो डन नम्बर 3.0 के हो कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको ह्याप्पी तिहार फेरि पनि सबैजनालाई अनि आई मिस यु अल माई फ्रेन्ड्स फ्यामिली रिलेटिभ सबैजनालाई हजुर यस अनि यही हो अबुधाबीको रोमाञ्चक ठाउँ अबुधाबी पार्क सो राति नै भइसक्यो बेलुकै भइसक्यो बेलुकाको भ्युज पनि दामी छ हेर्नुहोस् न गाइजहरू साथीभाइहरू
यति साह्रो कतिचोटि ढोगिन होला मैले कोही कोही मान्छेहरूलाई नि अनि यति भिडियोहरू भ्लग बनाइदिनु भन्दालाई के भन्छ हामी आउँदा आउँदै कस्तो राति भइसक्यो अनि यहाँ चाहिँ तल चाहिँ अन्डरपास नेक्स्ट अर्को ठाउँ जाने हो यहाँदेखि टक्क लगाएर हेलो भन्नु ह्याप्पी तिहार भन्नु न देखेछ कि छैन ह्याप्पी तिहार ह्याप्पी दिवाली फेरि पनि हामी हेर न परदेशमा छौँ र पनि एज इट इज मनाइरहेको छौँ सकेसम्म त्यही हो मजा भाइ चाहिएको छ हिजो पनि छुट्टी थियो अनि आज पनि छुट्टी हिजो त्यस्तै अनि दिनभरि सुत्दा खाँदा धेरै आराम भयो भने मान्छेलाई हुनु पुग्दैन क्या त्यही भएर हिँड्नुपर्छ यस्तो टक्क लगाएर यहाँ चाहिँ अन्डरपास यस्तो छ हेर न यो चाहिँ रोड मुनि हो कि रोड मुनि पनि यस्तो राम्रो छैन अनि हाम्रो नेपालमा त रोडै राम्रो छैन मेन रोडै राम्रो छैन यहाँ त रोड मुनि पनि यस्तो दामी छ हेर्नुहोस् न गाइजहरू यसलाई भन्छ डेभलप्ड कन्ट्री के गर्नु आफ्नो देशको बेइज्जत गरे जस्तै के तर छँदै छैन त अनि हाम्रो गच्छा खोला हाम्रो गच्छा पुल स्टिल भत्किरहेछ कस्तो हुन्छ है होइन भन्नु त यहाँ हुन्छ सपुत हामी अस्ति भर्खर त जुलाईमा त घर गएर आएको सेम छ हाम्रो नेपाल 2 वर्षपछि जाँदा पनि सेम छ 5 वर्षपछि जाँदा पनि सेम छ अन्त नि है के गर्नु होला सो यताबाट जाँदा पनि मिल्छ यताबाट जाँदा पनि मिल्छ उताबाट जाँदा पनि मिल्छ सो अहिले चाहिँ हामी पल्लोपट्टिबाट ओल्लोपट्टि आयौँ त्यही भन्नु पर्यो यतापट्टि चाहिँ फेरि ल डल्लै सिटीहरू है यो त अहिले पुरा यता पुरा मेन्टेनेन्स गर्दो रहेछ क्या धेरै पछि आयौँ नि त हामी ल बाटो छैन क्या उताबाट जाउँ पहिला यहाँनिर महँगै थियो क्या अहिले फेरि के बनाउँदो रहेछ यहाँ त कति छिटो चेन्ज हुन्छ हौ बनाएको पनि थाहा हुँदैन बनिसकेको पनि थाहा हुँदैन हौ कति छिटो रातारात बनाइसक्छ हौ मरुभूमि भन्छ नि त होइन युएमा तर हेर्नुहोस् त गाइजहरू कस्तो राम्रो हरियो छ एकदम सही कुरा गर्नुभयो उयो को होइन को र वहाँ यहाँ छ त त्यस्तो देख्यो क्या रातिको भ्युज हामी चाहिँ समुद्रमा जाँदैछौँ समुद्रको नजारा रात पऱ्यो नि त यो हो कर्निस बिच यहाँ पर चाहिँ अलिक तल गयो भने चाहिँ त्यहाँ चाहिँ उयो मिल्छ के अरे नुहाउन पनि मिल्छ उता हेरौँ न अन्त नि यो समुद्र क्रस भएपछि चाहिँ त्यहाँनिर चाहिँ उयो छ डेजर्ट सफारी पुरा त्यहाँ चाहिँ मरुभूमि छ है एकदम थोडा थोडा देखिरहेको छ साथीभाइहरू है उहाँ पर देखिरहेको छ नि यहाँ चाहिँ मरिना मल होइन सो हामी चाहिँ अस्ति नै यहाँनिर त्यहाँनिर उयो त्यहाँ एउटा बिच छ पब्लिक बिच छ हो त्यहाँबाट हामीले के गरेको थियौँ कायाकिङ होइन
कायाकिङ गरेको थियौँ कायाकिङ गरेर हामीले यो क्रस गरे यो क्रस गरेर पारी जान पनि मिल्छ क्या त्यहाँ तर हामी चाहिँ आधी बाटोमै उयो गऱ्यौँ कस्तो आनन्द आयो यार ल एउटा गीत गाइदिउँ मक्खा माली पछ्यौरीले बिस्तारै 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 तिमी मेरो वरिपरि भयो के भन्ने त है प्रकृतिले दिएको चिज सुन्दरतामा हामी यसरी रमाउन आउँछौँ आफूलाई रिफ्रेस हुन आउँछौँ गजबको सहर छ गजबको ठाउँ गजबको मान्छेहरू मजाको सहर छ मजाको छ अनि अर्को सबभन्दा मजाको मान्छे उहाँ हुनुहुन्छ यस्तै छ साथीभाइहरू है मैले देखाइहालेँ देखाउन सक्छु अझै अलिक रात पऱ्यो आइम सरी होइन कुराकाटी रात पऱ्यो अझै उतातिर गयो भने त्यहाँ नुहाउने ठाउँ पनि छ बिचहरू पनि छ त्यहाँ नुहाउनु पनि मिल्ने ठाउँहरू छ त्यही रमाइलो छ अनि स्पेसली भन्नुपर्दा उताको साइडहरू चाहिँ झन् बवाल छ खासमा भनेको माम्सा सादियात यता रिमा आइल्यान्डहरू भनेको चाहिँ उता पर्छ लाइक हस्पिटालिटी सेक्टर रेस्टुरेन्ट होटल्स बार सबै चिज त्यही उतापट्टि छ सबै ल आजको भिडियो यति भन्दै बिदा लिन चाहन्छौँ कहाँ बिदा लिन